particular moment where we have the signing ceremony between NSCF and Golcha Group. तेईसौं संस्करणको NSCF पल्सर स्पोर्ट्स अवार्ड लागि पुनः एकपटक उहाँको साथ सहयोगको सेवा गर्नुभएको छ। यो साइनिङ सेरेमनीबाट त्यसलाई अझ बढी हाइलाइट गर्न सक्नेछौँ हामी। थ्याङ्क यू सो मच निरञ्जन अधिकारी सर, सँगसँगै अघि गोचाजुलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज अघि पनि मैले भने जस्तै आज बिउ रोप्ने दिन हो। यो 23औं संस्करणको अवार्डको लागि 22औं संस्करणको अवार्ड हामीले पहिलो पटक यो अवार्डको इतिहासमै काठमाडौँभन्दा बाहिर गर्न सफल भएका थियौँ र यो अवार्ड हाम्रो लागि यसकारण पनि महत्त्वपूर्ण थियो। 22औं अवार्ड हामीले धेरै लामो प्रयास, धेरै अगाडिदेखि प्रयास गरेका थियौँ काठमाडौँ बाहिर लानको लागि र अन्ततः हामी सफल भयौँ र 22औं संस्करण भव्य रूपमा सफल भयो, जसको संस्मरण आज गर्दाखेरि पनि पोखरामा भएका इभेन्टहरूमा वान अफ द बेस्ट इभेन्ट्स डेलिभर गर्न हामी सफल भयौँ। यसको लागि हाम्रा सम्पूर्ण सहयोगी हातहरू, सहयोगी सङ्घ संस्था, त्यसै गरी इभेन्ट म्यानेजमेन्ट कम्पनी लगायत हाम्रा सम्पूर्ण सदस्य साथीहरू। यस कार्यक्रमका अध्यक्ष एनएसएफका अध्यक्ष निरञ्जन अधिकारीज्यू, यस कार्यक्रमका विशिष्ट गेस्ट, आजको कार्यक्रमको गेस्ट अभिमन्यु गोचाज्यू, मञ्चका आइपिपी देवेन्द्रनाथ सुवेदीज्यू, मञ्चको सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट नमस्कार। सबै पत्रकार साथीहरूलाई म प्रेस विज्ञप्ति भाषण गर्दैछु है त। नेपाल खेलकुद पत्रकार मञ्च नेपाली खेल पत्रकारहरूको छाता सङ्गठन हो। मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रम एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रममा उपस्थित हुनुभएको सबै सञ्चारकर्मी मित्रहरूलाई स्वागत गर्न चाहन्छु। पत्रकार साथीहरू, एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड यो 23औं संस्करण हो। नेपालमा यसरी नियमित कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च विशेष संस्थामध्ये एक हो भन्दा हामी गर्व लाग्छ। गोल्छा ग्रुपसँग मञ्चले पल्सर स्पोर्ट्स अवार्डको लागि मुख्य प्रायोजकको रूपमा सहकार्य गरेको 19औं वर्ष हो। कृपया त्यो प्रेस रिलिजमा 18औं छ, 19 होला, सच्याइदिनु होला। यसका लागि हामी गोल्छा ग्रुपप्रति आभारी छौँ। गत वर्ष पहिलो पटक काठमाडौँ बाहिर पोखरामा भव्यताका साथ यो पल्सर स्पोर्ट्स अवार्ड आयोजना गरेका थियौँ। साथीहरू, 2082 सालभरि नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आगामी भदौ 28 गते प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबको द ब्लू पेभिलियनमा हुन गइरहेको छ। पत्रकार साथीहरू, पल्सर स्पोर्ट्स अवार्ड 2082 मा 9 विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल चोइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नलिस्ट अवार्ड रहेको छ। वर्ष खेलाडी पुरुष, महिला, युवा प्रशिक्षक र पिपुल चोइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। यसका लागि मञ्चका खेलाडी छनौट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा 5 जना रहने प्रावधान छ। लाइफ टाइम, स्पेसल, पारा एथलेट र एसियन स्पोर्ट जर्नलिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। भोटिङ मार्फत हुने भएकोले पिपुल चोइस विधाको मनोनयन चाँडै सार्वजनिक गर्नेछौँ। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स चोइस, प्रशिक्षक र युवा विधाको विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई अन्य विधाको विजेता तथा सम्मानित व्यक्तिलाई जनही 1 लाख रुपियाँ प्रदान गरिनेछ। पल्सर स्पोर्ट्स अवार्ड 2082 लाई सफल बनाउन मञ्चको अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु। गत वर्ष पुरुषतर्फ क्रिकेटका दिपेन्द्र सिंह ऐरी, महिलातर्फ
करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा ताइक्वान्डोका कविराज नेगी लामाले अवार्ड जितेका थिए। सर्वाधिक मत ल्याएर पिपुल चोइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका थिए। स्पेसल अवार्डबाट ताइक्वान्डोको तुलसी कुमार गुरुङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट जर्नलिस्ट अवार्डबाट बङ्गलादेशका पत्रकार राणा हसन र लाइफ टाइम एचिभमेन्ट अवार्डबाट खड्ग राणा भाटलाई सम्मानित गरिएको थियो। विगतमा जस्तै पल्सर स्पोर्ट्स अवार्डको प्रचार प्रसारमा यहाँहरूको महत्त्वपूर्ण सहयोग र सुझाव रहनेमा मञ्च परिवार विश्वस्त छ। सहयोगको लागि धन्यवाद। सबैजनालाई गुड आफ्टरनुन, नमस्ते। स्पोर्ट्ससँग जोड्नुभएको सबै इन्टायर फ्रेटर्निटीलाई म स्वागत गर्न चाहे। हाम्रो प्राउड टु अनाउन्स, हामीलाई एकदमै गर्व छ कि हामी 19th इयर इन अ रो एनएसएफको प्राउड टाइटल स्पोन्सरको रूपमा आएका छौँ। यसपालि हामीले 17 लाखको क्यास प्लस 5वटा मोटरसाइकल, 4वटा NS200, एउटा N250 बाइक हामीले स्पोन्सर गरिरहेको छौँ। अघि उहाँले भन्नुभयो हामी फ्यामिली मेम्बर जसरी छौँ। एनएसएफ ट्रुली हाम्रो लागि एउटा फ्यामिली नै हो, बिकज हाम्रो लागि यो एउटा स्पोन्सरसिप मात्रै होइन, यो एउटा दायित्व जस्तो भइसकेको छ। हामी यति क्लोजली कनेक्टेड भइसकेका छौँ कि प्रश्न भनेको गर्ने कि नगर्ने होइन, बरु कहिले हो भनेको क्वेसन आइसकेको छ। सो इट इज बिकम अ रियली क्लोज पार्ट अफ आवर ग्रुप। अलिकति म गोल्सा ग्रुपको बारेमा पनि भन्न चाहे। हामी 100 वर्ष पुरानो इतिहास भएको एउटा व्यापारी गरौँ। नेपालको ओल्डेस्ट बिजनेस हाउस, विभिन्न इन्डस्ट्री, अटोमोटिभदेखि लिएर इलेक्ट्रोनिक्स, फाइनेन्स, एजुकेसन, धेरै सेक्टरमा हाम्रो लगानी छ। पल्सरको कुरा गर्ने हो भने विगत 25 वर्षदेखि हामी एउटा लिडरसिप रूपमा यो बाइकलाई बेचिरहेको छौँ। आज हरेक युवासँग जोडिएको यो ब्रान्ड पल्सर हरेक कलेज स्टुडेन्ट, हरेक वर्किङ प्रोफेसनलमा एउटा एस्पिरेसन भएको मोडल हामीले क्रिएट गरेको छौँ। पल्सर जहिले पनि स्पोर्ट्ससँग नजिकै हिसाबले जोडिएको छ। हामीले विभिन्न क्रिकेट इभेन्ट्स जस्तो एभरेस्ट प्रिमियर लिग, नेपाल प्रिमियर लिगमा हामी स्पोन्सरसिप गरेका छौँ भने हामी फुटबल लिगहरूमा पनि धेरै इन्भल्भ भएका छौँ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पनि हामी क्रिकेट एक्सिलेन्स सेन्टरमा पनि हामीले धेरै लगानी गरेको छौँ भने अरू पनि स्पोर्टिङ इभेन्ट्समा हामी क्लोजली कनेक्टेड छौँ। तर एनएसएफ चाहिँ एउटा स्पेसल प्लेस छ हाम्रो लागि, किनकि यो एउटा युनिक प्लेटफर्म हो जहाँ हरेक स्पोर्ट्सको हरेक खेलाडी अथवा कोचलाई एउटा प्लेटफर्म दिएको छ। उहाँको एफर्ट्स, उहाँको अचिभमेन्ट्सहरूलाई रेकग्नाइज गर्ने एउटा प्लेटफर्म दिएको छ। सो हाम्रो लागि इट इज एक्सट्रिमली प्राउड द्याट वी आर कनेक्टेड विथ सच अ प्रेस्टिजियस अवार्ड। म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ। वर्ल्ड कपमा पनि तपाईँले हेर्नुभयो भने कुनै नि कन्ट्री, तपाईँले अर्जेन्टिना सोच्ने बित्तिकै फुटबल मनमा हुन्छ। स्पोर्ट्स भनेको एउटा यस्तो चिज हो जसले यति एउटा नेसनल आइडेन्टिटी दिन सक्ने एउटा सेक्टर हो। सो हामी वी आर भेरी प्राउड बी एसोसिएटेड विथ दिस। र अभियसली नेपालको कुनै खेलाडी अन्तर्राष्ट्रिय स्तरमा खेल्ने बेला पुरै देश, तपाईँ जुन पार्टबाट पनि हुनुहुन्छ, जुन धर्मबाट हुनुहुन्छ, जुन भाषा बोल्नुहुन्छ, एभ्री वान युनाइट्स टुगेदर टु सपोर्ट अ नेपाली एथलिट। सो अन्त्यमा म यही भन्न चाहे, आई वान्ट टु कङ्ग्रेचुलेट और गिभ बेस्ट विसेस हरेक नोमिनीलाई, all the coaches, all the players, all the athletes. Pulsar Nepal's support will always be there for all the athletes of Nepal, and we've done for 19 years, hopefully 19 more. One day, mom, we're going to